चाहिँ हामी अब हाम्रो रोस्टर साथी चाहिँ इन्डिया जान लागेको छ र त्यसरी आज हामीलाई पार्टी दिँदैछ। यहाँबाट म र सुरज हिँड्नेछौँ। हामी टक्क रेडी सेडी भएर टक्क जुत्ता छोरोले पक्रा हामी चाहिँ आधी बाटोमा आइसकेको छ होइन। खोइ भ्लग भएको होइन त आज फेरि हजुरहरूको माया सपोर्ट देखेर फेरि हामी आइसकेको छौँ। प्रेम र म अब हामी उति जान लाग्छौँ कि के अरे रोस्टे भएको जान लाग्छौँ। त्यो अस्ति हो कि कहिले आएको थियो अस्ति होइन 1 हप्ता जति भएर थियो आएको। त्यसले भन्न थियो के अरे अनि उता जाऊँ भनेर सब त्यो अब आज फेरि जान्छ अरे कि उता के अरे इन्डिया जान्छ अरे आज इन्डिया जान्छ भनेको थियो। अनि त्यही भएर हामी जाँदै र यस्तो के भने 4 बजीको टिकट काटेछु मैले 4 बजीको टिकट काटेछु आइज यसरी रमाइलो गरेर बसौँला म बेलुका फेरि 4 बजीतिर जान्छु अन्त इन्डिया फेरि अब कहिले हो कहिले भेट्ने भनेर भन्न अब हुन त बच्चादेखिको साथी हो होइन बच्चादेखिको साथी हो अब नाइ भन्नु मिलेन केटा हो त्यही पनि अब साथी हो अब सम्झना हुन्छ अब गएपछि बसेर अब कहिले कहिले भेट्ने साथीसँग। फेरि आज हामी अब फुटबल खेल्थ्यो कि पहिला फुटबल खेल्ने ग्राउन्ड हो यो यिनीहरूले यत्रो खटाएको छ माइकल दाहरूले हेर्नु पहिला हाम्रो ग्राउन्ड यतै त होइन जाने यताबाट बाटो जाउँला बाटो सब बिग्रेको छ यतातिर क्यार होइन हामी यहाँ पहिला फुटबल कति खेल्नु प्रेम है ए डेली हो कि यहाँ घर नजिक त्यहीँबाट यहीँ हो यहीँबाट यहाँ चाहिँ यस्तो दामी थियो अहिले त हेर्ने एउटा भयो भने यहाँ पनि घर ठडाइसकेको छ जङ्गल जङ्गलमा जङ्गल उसको परि घर उहाँ टाढा टाढा त के हुने आइदियो नि है यता बन लाइक सेयर सब्सक्राइब अनि अनि टिम चाहिँ 100K त्यही त हो त्यस्तो रन भइरहेको छ केटा हो आज जाने कति रमाउनु मात्रै भनेको कि यार यो बुङ्गुरु फोटो यहाँ तिनीहरूले बुङ्गुरु फोटो हाल्दै रहेछ है मेरो चाहिँ ओफो कस्तो दामी यार यो हो नि त यता नि घर बनाएछ यस्तोमा रोटी भने त सिधै गर्नु हाँसेर ल अब प्रेम अहिले उठिसकेको छ अवस्था हेर्नु के यस्तो झाडी झाडी छ। पहिला हामी आउँदा है यहाँ कस्तो दामी थियो बाटो अहिले कस्तो बिग्रिसकेको अवस्थामा कस्तो दामी बाटो अहिले यहाँ कुरो टाँसिन्छ के अरे प्रेम कुरो टाँसिसकेको छ मुलाले उहाँ गएर कुरो फालिदियोस् न चरमा अब हामीले चाहिँ खानसँग खाएनौँ तलतिरै गएर केही खाने भन्दा के अरे टक्क हामी आज नै हुन्छौँ होला आज नै हामी कति हुन्छ प्रेम 2 जना 4 जना हामी आज 4 जना जति हुन्छ होला हेर्नु न यहाँ के बाटो हो कि यस्तो भनेको ओइ हेर्नु त्यहाँ कुरै कुरो लाइन तिमी यस्तो लोडेर त्यहाँ आइज सबै फोहोर भयो नि त अनि कपडा धन्दा लोडेको यार आजको भ्लग झन् दामी हुन्छ है केटा यस्तो नि धान पाकिसकेको रहेछ नि धान तर यो खाना मिल्छ है यो खाना मिल्छ नि केटा हो छ कि छैन यो खाना मिल्छ नि यहाँ मिठो हुन्छ क्या यस्तो गाह्रो छ बाँदर फेरि त्यसरी उफ्रिन्छ त्यो यार यो झन् आज पहिला हाम्रो यहाँ कस्तो दामी थियो कि यो रोशन साथी घरमा हामी आइसकेको छौँ। सबले लाइक कमेन्ट सेयर हानिदिनु होला म मिल्न आएको मेरो साथीलाई मिल्न आएको म यहाँ अब उसको मम्मी घरमा छ कि छैन र है थाहा लाग्यो केटा हो रोस्टै गर्दै हो बुझेन रोसनाबाट यहाँबाट देख्नु रोस्टर को के भयो ल आयो आयो त अब हामी चाहिँ
कुरो फाल्ने कार्यक्रम गर्नु पऱ्यो कि रे ल हाम्रो यहाँ टक्क आएर सरस्वती घरलाई कुराकानी भयो अझै राम्रोसँग उस भाइ अङ्ग्रहरूलाई लगायो त अङ्कलले त फटफालिँदै गाली गर्थ्यो अङ्कल त्यहाँ हुनुहुन्छ होइन मेरो संस्कृति गऱ्यो नमस्ते अङ्कल सन्चै हुनुहुन्छ ए ल नमस्ते आन्टी सन्चै हुनुहुन्छ ए रोस्ट भएको आन्टी गयो आन्टी गयो है ल आन्टी गयो ल अब हामी चाहिँ टक्क तल्ती जानु लागेको सोध्छ आन्टीले अब हाम्रो केटाहरू चाहिँ यस्तै हो ऊ अहिले आउँछ अरे कि अब मम्मीसँग जाने काम रहेछ उसको उसलाई मम्मी आउँछ अरे अनि अहिले त्यहाँ होटेलमा बस्ती गएर भने होटेलमा बस्छौँ हामी अनि बल्ल आउँछु भने थियो अनि कल रमाउनुहुन्छ आज एकदम उयो रमाउनुहुन्छ आज एकदम उयो के राम्रोसँग एकदम झन् त रमाउनु हुन्छ आज यस्तो रमाउनु हुन्छ आज झन् हामीले मैले हिजो बिजुली अफिस भन्थेँ नि के अरे के अरे सुरु भ्लगमा क्या मेरो बिजुली अफिस भन्थ्यो नि बिजुली अफिस होइन कि त्यो के अरे पाउडा छ नि त आज अब प्लान बनाइरहेको छौँ के अरे अब के हुन्छ अब जाने भनिरहेको छौँ हामीले त्यहाँ जाने प्लान त बनाइरहेको छौँ हामीले होइन कस्तो बार बिलाएको कि जाने त भनिरहेको छौँ हामीले हो अब के हुन्छ अब भए पनि हामी पाउडरहरू जान्छौँ होला नत्र केही छैन हामी तपाईँहरूलाई चाहिँ यस्तो रमाइलो भ्लग लिएर आउँछ अब केही थाहा कुनै हो समाजहरू चाहिँ यो हो समाजहरूलाई भन्छ पहिला बच्चा हामीले त कि हामी यहाँ साइकल लिएर आएको बिचचोटि यहाँ भ्लग पनि बनाएको थियो कि गाइस पर मेरो युट्युब च्यानल थिएन है हामी मोबाइल पनि कभर थियो हामीजनाको मोबाइल नि जस्तो थियो कि राम्रै थिएन मोबाइल है अहिले जस्तो दामी भइरहेछ कि र मेरो साथीले ल्याएको कुरिरहेको छ है ल सिलिन्डर भाइले चाहिँ त्यहाँ कुरिरहेको छ ल कमा चाहिँ ल रोगसँग अब हामी जुन चाहिँ रमाउनु भने आज जे जस्तो होस् आज यस्तो रमाउनु हुन्छ केटा हो यस्तो दामी हुन्छ है ल ल अब कस्तो मेरो भ्लग के भन्न चाहन्छस् भन् केही नि भन्दैन म लाग्छ केही नि भन्दैन म लाग्छ यताउति भन्नु साथीलाई लाइक्स कमेन्ट यो कटिङ भयो ल गाई चाहिँ एकछिन बोलाउँला अब हामी फेरि सुरु भइसकेको छ हामी किनभने दाजुभाइ ए होइन कि पहिला भन्न त्यसको कहानी त्यसको कहानी सुनाइदियो तर थाकेर होइन कति बेला आउँछ अब हामी चाहिँ यो अझै कुरा जानुभएको हो यस्तो छ है हाम्रो यो पोखरा तलको भ्याली हो यो चाहिँ यहाँ कत्रो ठुलो घटनाको पहिला हामीले हाम्रो के उसो लान्थेन त्यो दौड सडा त त्यही याद छ कि मलाई आज पनि अहिले यत्रो ठुलो भइसकेको छ कि यस्तो ठुलो भइसक्यो म त यत्रो ठुलो हो नि तँ ठुलो नि चलाउने दिदीहरू हुनुहुन्छ सिस्टरहरू होइन नमस्ते सिस्टर नमस्ते सिस्टर त भन्दैन जस्तो त अब आमाहरूलाई हो कि आमा बाउलाई यस्तो हान्ने हो अब त्यही हो छुट्टेको होइन प्रेम भाइ अब के भन्ने हो तपाईँहरूलाई ल कस्तो छ बाटो यहाँ धान यस्तो छ धानहरू नि धानहरू यस्तो दामी छ हाम्रो यस्तो हामी तिन दाजुभाइ जानु टक्क जान्छौँ रमाइलो हान्दै पनि यहाँ आउँथेँ बल भयो माथि अघि तपाईँहरूलाई देखाएको थिएँ नि मैले मैले माथि ठुलो खेल्ने ठाउँ हो त्यहाँबाट यहाँ आउँथ्यो कि बल त्यस्तो सुटेर हान्थ्यो कि हाल्ने है मैले नि सुट हानिदिन्थेँ ल टक्क अब चाहिँ हामी यहाँ फेरि केटाहरूसँग रमाइलो हाल्दा अब हामी चाहिँ यस्तो रमाइलो भइरहेको छ होइन आजबाट आइसकेको पहर बस्नु मान्छेले थाहा भइसक्यो होला यहाँ कुन ठाउँ हुने चोकमा हो होइन बिन्दवासिनी चोक है यो चाहिँ नै खासमा हाम्रो चोक हाम्रो चाहिँ खासमा चोक भन्छ होइन खासमा चोक भन्छ म त भ्लगरै हो नि होइन भ्लगर त भन्दा त काली भाष त के हो भन्दा काली भाष काली त कालोलाई त मलाई धेरै रेन्जर हिँडिदिन्छ कि हामी त्यो बोकेर क्या के अरे त्यस्तो यस्तो सुकेर रेन्जर हिँड्दिन्छ लेक्सेर डङ्गी लेक्सेर पुगिदिन्थ्यो कि हामी कौडा सौडा पाएन कहाँ पुगिदिन्छ क्या ल यतातिर यो चाहिँ
उता हर्चल जाने बाटो हो हिजो आधी बाटोबाट देखाएको थियो हामी तपाईँलाई यो त बिन्दासिङ चोकबाट देखाएको छ को हो त्यो ट्याक्सी चलाउने चाहिँ त्यो चाहिँ जाकेलो भन्छ बिन्दासिङ यहाँ हो होइन ढक्कर केटा उता भयो होइन अब खाजा खान्न भने अप्सन जी भएको होइन ल केटा एकछिन केटा हो मा सबै धुराउँदै आएन कि केटा हो यार छ कफी धेरै आएन कि यार औडा लाभा भयो हामी यहाँ हो यही झगडा नि यार यार अब हामी फेरि त्यसको घर जान्छौँ त्यसको घर अब हामी त्यसलाई बोलाउँछौँ निक्लिस निस्कि ल ल हाम्रो साथीले नि हामी चाहिँ साथी के साथी होइन अब त्यो साथी छिमेकी साथी हो कि होइन सुरज एमजिआर ल ल ल मेरो साथी ल मेरो बिग फ्यान भेटेँ आज केटा हो मेरो बिग फ्यान भेटेँ मेरो बिग फ्यान ल के अरे भ्लगको नाम चाहिँ सुरज एमजिआर छ है भ्लगको नाम सुरज एमजिआर छ ल तपाईँ ल ल लगेर आऊ मेरो बिग फ्यान भेटिसकेको छ लगेर आऊ अब सबले अटोग्राफ हिँडाउँछ एकछिन बसेर लगेर आऊ ल हाम्रो रोशन भाइले भेटिसकेको छ हामीले होइन आइज यहाँ आइज भनेको लक टक्क यो यहाँ आइसकेको छ टक्क फेरि यसको घरमै जानु पर्ने यसलाई बोलाउन नत्र आउँदै आउँदैन अरे थाइ केटाहरू यस्तो नगर्ने घरमै आउनु पर्ने यस्तो कुरो कुरो लाग्यो है यस्तो अब त्यसको यसलाई घर बनाउँदैन एकछिन कुरो खाना सन गाडी आयो केटा है ल एकछिन बसी भेटौँ ला केटा हो गाडी केटा हो है ल हामी चाहिँ केटा हो यस्तो यहाँ रमाइ हामी छौँ रेडी हेलो अब हुन्छ होइन यस्तै हुन्छ अब हामी केटा हो यस्तो रमाइलो गरेर खाम आज हामी रमाइलो आज हामी साइकल लिएर जाने हो क्या साइकल लिएर जाने आज भाइरल मान्छ नि तँलाई म हुँदिनँ भाइरल साइरल ल केटा हो यस्तो अनि मलाई तैँले अस्ति मलाई के भनिस् इन्डियाबाट के ल्याइन्छ भन्दैछ इन्डियाबाट यसलाई यो ल्याइदिएले मलाई यो होइन साँच्ची मैले भनेको कि ल्याइन्छ भने यसलाई होइन एउटा लड्की ल्याइन्छ भने एउटा लड्की ल्याइन्छ भने त्यस्तो नबोल है भाइरल हुन्छ कि हेर्छ है फेरि हेर्छ भाइरल सबैजना साइको सबैले मलाई दाइ भन सुन्नुहोस् ऱ्याप सब त अब होइन केटा होइन मुर्रा ग्याङ अब हटाउँछ होइन अब हाम्रो के अरे यसको तोर्पा ग्याङ आउँछ होइन मुर्रा ग्याङ गइसक्यो क्या अब होइन केटा अब बिन्दासिनमा आइसकेको छौँ होइन टक्क लाएर केटा हो पछाडि अटोग्राफहरू ल सर अटोग्राफ यो चाहिँ यो उस होइन सुरज सर अटोग्राफ ल ल सर हामीलाई अटोग्राफ दिनु है कपी गरौँ के ल्याएन हौ फोटो खिचाउनु दाइ फोटो खिचाउनु फोटो ल है त दाइ ल दाइ हामी है त ल फोटो खिचाउँ ल यो चाहिँ बिन्दासिन हो यो बिन्दासिन मन्दिरमा जान्छ होइन जहाँदेखि पाउने सामानहरू यहाँ यो होटलमा कुन होटेलमा यहाँ हो क्या मल बस्नु आइसकेको छ पसिना लागि होइन चट्टो लाग्छ हामी पारामा डक्क लगाउनु त्यो मान्छेमा पनि बिहान डक्क डक्केर हो ल त्यो भिडियो त धेरै अनि लाइक चाहिँ दामी आउनुपर्छ केटा हो ल एकछिन पछि भेटौँ ल लगेर अब होइन हामी चाहिँ अब डक्क यहाँ उस खाना खान्छौँ टक्क होटलतिर जानु लाग्यो होइन हाम्रो साथीको साथीको होटल जानु लाग्यो हामी कति देखा त केटा के भन्छ रोक के भन्छ चाहन्छस् केटा सबलाई नमस्ते सबलाई नमस्ते नमस्ते लाइक सब्स्क्राइब गरिदिउँ हाम्रो सुरजलाई अनि होइन ल हामी चाहिँ हाम्रो डेस्टिनेसन यहाँ लेकको डेस्टिनेसन ल के खाने केटा ल अर्डर हान्छ छिटो जान्छौँ बस गर्छ यही होटल हो आन्टी खानुपर्छ है नमस्ते नमस्ते आन्टी
बसेर के बसिरहेको छ होइन लान्चे म चाहिँ भ्लगर के भन्न चाहनुहुन्छ के भन्न चाहने लगेर अब रमाइरहेको छ अब एकछिनपछि भेटौँ न उसको केटा हो हामी चाहिँ अब डक्क यहाँ बसेको छौँ यहाँ होटल सोटलमा आइसकेको छौँ होटल सोटलमा आइसकेको छौँ होइन दोस्त अनि त्यहाँ डक्क हामी चाहिँ अब यहाँ चिर्न अब यहाँ अब यहाँ हामी रमाइलो गर्न लागेको छौँ ल यहाँ केटा अब के भन्न चाहन्छस् आज हाम्रो कसको स्पोन्सर रोस्टी भाइ भोलि रोस्टी भाइ चाहिँ कहाँ त निस्छ म अब बाहिर देश जान्छु होइन म अब बाहिर देश जान्छु होइन अब जे भयो नि अब केटाहरूलाई अब टक्क बसिरहेनौँ भनेर ल ल आज डेन्जर छेड्नी गरेर खाने भयो आज केटा खानुपर्छ है केटा अब भोलि के हुन्न होइन जस्तो भयो नि आजै भयो होइन सिस्टम फेरि पैसा पुगेन भने हाम्रो साथीले मगाउने छ गरी आयो माथि केटा ल के खानु त वान टू त्यो चक्न भेट्दा छ फेरि लोकल लोकल है लोकल जिउ र घाउ भएको थियो केटा हो होइन अब यस्तै हो जुन चाहिँ रमाइलो भयो चाहिँ वाइल भएर चाहिँ बनाउनु होइन अब भ्लग बनाउने मजा छ हिँड्न सकेको थिएन त्यही भएर आज नै ल आजको लागि यति नै हो फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला है त ल बाई